वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरू कस्तो हुनुहुन्छ? म एकदम सन्चै आरामै छु गाइज। आज पनि तपाईँहरूलाई साकार छेत्री ब्लग्समा तपाईँहरू वेलकम छ। माथि त्यस्तै छ गाइज, तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। तपाईँहरू हेर्न सक्नुहुन्छ है, मेरो घर च्यालेन्ज हो गाइज है। तपाईँहरूले मलाई 1K लाइक पुऱ्याइदिनु भयो भने म एउटा यता यसलाई म मेरो एक्सर्साइज कम्पाउन्ड बनाउँछु है त गाइज। ल तपाईँहरूले मलाई माया गर्नु पऱ्यो अनि सपोर्ट गर्नु पऱ्यो, लाइक कमेन्ट गर्नु पऱ्यो गाइज है। म यता एक्सर्साइज कम्पाउन्ड बनाउँछु अनि त्यसपछि आएर म एक्सर्साइज गर्ने व्यक्ति चाहिँ म नै हो गाइज है। म नै हो एक्सर्साइज गर्ने व्यक्ति। अनि तपाईँहरूले हार्डवर्किङ गाइज, हार्डवर्किङ हुन्छ गाइज है। त्यसरी होइन, सबले हार्डवर्किङ गर्न सिक्नुपर्छ। हार्डवर्किङ गर्दा नि राम्रै हो, बेस्ट एकदम। हार्डवर्किङ भनेको हार्डवर्किङ हो, शरीरको लागि पनि एकदम बेस्ट है। अनि म चाहिँ हिँडिरहेको छु यहाँ, यत्तिकै काम हुन्छ। म भ्लगिङ गर्छु अनि तपाईँहरूले मलाई सपोर्ट गर्नु होला। अझै नि म नयाँ नयाँ भ्लगहरू लिएर आइरहन्छु। वर्षमान भाइ स्कुल जाने कि नै? आज जाने हो। अनि हिजो चाहिँ किन नगएको त बाबु? ए हो, जाऊ आज चाहिँ जाऊ ल। घरमा को हुनुहुन्छ? ए दिदी नै हुनुहुन्न हो? जाऊ भोलि बेलुका आऊ, मल खल टक्क नि होइन त। ल यो पनि स्कुल जान्छ अरे, यसकै साथी हो गाइज। मैले अघि कुरा गरेको भाइ भनेको ऊ भाइ पनि यसकै साथी हो। त्यसैले यिनीहरू स्कुल जान्छन् नि गाइज। अब स्कुल जान्छन् यिनीहरूको, अब स्कुल जाने टाइम नै भयो है गाइज। त्यसैले यिनीहरू अब स्कुल जाने टाइम भयो। ल केटाहरू राम्रो ल गाइज, सबले मलाई लाइक कमेन्ट सब्सक्राइब गरेर मलाई सपोर्ट गर्नु होला है। त म अझ फेरि नै अर्को भ्लग लिएर आउँछु गाइज। यस्तै रमाइलो भ्लगहरू लिएर